यजेत भन्दछ। हामी सानो केटाकेटीसँग खेल्नु पर्यो भने केटाकेटी जस्तै भन्छौँ कि खेल्दा होइन र। उनीहरूले मनपर्ने खेलनाहरू बाणीहरू बोलीहरू त्यस्तै गर्छौँ। बुढाबुढीसँग भेट भइयो भने बुढाबुढीका कुरा गर्छौँ। त्यस्तै गरेर हामी आज देवताहरूसँग भगवान्हरूसँग मिल्दैछौँ। त्यसमा त्यस्तै देवताहरूका भगवान्का कुरा गर्ने त्यस्तै बन्ने हुनुपर्दछ। जस्तासँग भेट हुन्छ त्यस्तै व्यवहार गरिदिएन भने त्यो अलिकति ऱ्याङठ्याङ मिल्दैन, कुराकानी मिल्दैन। त्यो मिलेन भने हामीले गरेको सबै दुःख मात्रै हुन्छ। केटाटीसँग भेट भएका बेला ठुलाका कुरा गर्न थाल्यो भने त्यो केही कुरै मिल्दैन। त्यो केटाटी मान्दैन, उता फर्केर हिँड्छ। त्यसो मान्छेसित बोल्दै बुढाबुढीसँग भेट भएका बेला यसो बुढाबुढीका कुरा गर्दैन, आफ्ना मात्रै ठुल्ठुला कुरा गर्न थाल्यो भने त्यसले पनि जाति मान्दैन। उता फर्किनु यस्तै हो। त्यस्तै गरेर देवताहरू पनि त्यस्तै हुन्छ। त्यसो भएको हुनाले हामी यहाँ देवताहरूको पूजा गर्दैछौँ। देवता जस्तो गर्नु पर्यो भित्र मनबाट विशेष गरेर है। बाहिर शारीरिक रूपमा पनि हुनु पर्यो। देवताले तिलक धारण गर्नुहुन्छ भन्दा हामी जस्तै बनेर आउनुहुन्छ। फेरि हामी जस्ता भयो त देखिनु पर्ने हो भन्नु होला होइन र। देखिनुहुन्छ त्यो कति बेला देखिनुहुन्छ भन्दा हामी देवता जस्तै भन्दा देखिनुहुन्छ। देवता हामी जस्ता बनेर आउनुहुन्छ। अनि हामीसँग देवताहरू कति बेला देखिनुहुन्छ भन्दा हामी देवता जस्तै बन्दा मात्रै देखिनुहुन्छ है। अनि देवताहरू त्यसो भए कस्ता आउनुहुन्छ, हामी कहिले त्यस्ता बन्ने त भन्दा यो पूजा गर्दा गर्दै हामी त्यस्ता बन्नुपर्दछ देवता जस्ता है। सके आजैबाट बनाऊ, नभए भोलिबाट बनाऊ, त्यो पनि नभए पर्सिबाट बनाऊ, हामी देवता जस्तो बन्नु पर्यो। र देवताको भाव के हो भने त्यो ऊ चाहिँ भर्खरको भए पनि जन्मदैको भए पनि गर्भमै भए पनि उसलाई यहाँ बाँच्नु पाइँदैन। त्यस हुनाले उसको त्यति बेला डेट एक्सपायर हुन्छ। कसैको गर्भमै हुन्छ होइन, कसैको जन्मदै हुन्छ, कसैको बुढो भएर 100 वर्ष 105 10 वर्ष हुँदा पनि हुँदैन। बुढो वास्तविक शरीर भनेको के हो भन्दा त्यो हाम्रो सपनामा हिँड्ने शरीर हो। त्यही शरीरले यो शरीरमा आउँदा आफ्नो डेटहरू सबै राखेर आएको हुन्छ। त्यही अनुसार चाहिँ हाम्रो यहाँ सम्पूर्ण व्यवहारहरू बन्दै जाने हो। र यहाँ चाहिँ त्यही हाम्रो व्यवहारहरू उतातिर नराम्रो केही डेट राखियो भने यो पूजाहरूले सप्ताहहरूले चाहिँ त्यसलाई अलिकति मेट्न सक्छ फेरि होइन। भाँडामा लागेको कालोलाई यसो कहिले कहिले पानीले पखाल्दा पनि अलिअलि कालो जान्छ नि। त्यस्तै सकिन्छ भने त पुरै घोटेर मान्ने हो, सफा गर्ने हो। सकिँदैन भने पखाल्दा पनि बिस्तारै त्यो कालो हट्दै जान्छ। त्यो कालो हटाउने भनेकै यो बिस्तारै पूजा गर्दै जानु, बिस्तारै कथा सुन्दै जानु। यस्तो पो भनेर रहेछ है भनेर त्यसमा आफ्नो मन परिवर्तन गर्दै त्यतातिरको व्यावहारिक रूपमा पनि त्यतातिर लाग्नु। पूर्ण रूपमा व्यवहारमै हामी यतातिर लागियो भने त भाँडो अब आजको सप्ताह सुन्न थाल्नुभयो हजुरहरू। यो सप्ताह सुनिसकेपछि अब शास्त्रले भनेअनुसार लाग्नुभयो भने त त्यो कालो भाँडोलाई अहिले नै सफा गर्नुभयो भन्नु पऱ्यो होइन। नभए भित्र चाहिँ हामीसँग अनेक प्रकारका धब्बाहरू बसिरहेका छन् र हाम्रो माइन्डमा के बसिरहेको छ भन्दा राम्रालाई नराम्रो, नराम्रोलाई राम्रो पनि बसिरहेको छ। त्यो अरूलाई भन्दैन, कहिले कहिले श्रीमानले श्रीमतीलाई पनि नराम्रो भन्छ क्या। श्रीमतीले श्रीमानलाई नराम्रो, श्रीमानले श्रीमानलाई नराम्रो। यो दुइटैमा पनि बाआमालाई नराम्रो देख्छ कहिले होइन, कहिले छोराछोरीलाई नराम्रो देख्छ। आफैले जन्माएको भनेर पनि हुँदैन। आफैलाई जन्म दिने शरीर हो, त्यही शरीर यहाँ सानो हुने ठुलो हुने बुढो हुने भन्छ। तर त्यो भित्रको शरीर कहिले पनि बुढो हुँदैन। बुढो भयो जस्तो लाग्छ र कसैलाई लागेको छ बुढो भयो जस्तो है। मुखले भन्ने हो र उता यसो कहिले कहिले काम गर्नु कहाँ लाग्छ र। मलाई लागेको छैन है, हजुरहरूलाई लाग्यो भर्खरको छु जस्तो लाग्छ। त्यसो भएको हुनाले त्यो भित्रको जीवात्मा कस्तो छ भने जहिलेसुकै यथास्थितिमा रहन्छ कि त्यो जहिलेसुकै भर्खरकै रहन्छ। त्यसो हुनाले उसले कति बेला यसो शरीरलाई हेर्छ, आफ्ना साथीभाइ हेर्छ र म पनि बुढो भएछु भनेर धस्किन्छ बिचमा। नभए हामीले गाडीलाई माया गरे जस्तो गाडीलाई यसो त्यसरी छोइयो भने पनि आफैलाई छोइए जस्तो मान्छ कि, आफैलाई कोतरे जस्तो मान्छ। त्यस्तै गरेर यो शरीरलाई केही हुँदा पनि उसले चाहिँ मलाई नै भयो कि अब यो शरीर सिद्धियो भने म सिद्धिएँ कि। कहिले कहिले के हुन्छ घर नाश हुँदा पनि म सिद्धिएँ कि जस्तो लाग्छ कसैलाई। आत्महत्या गर्न जान्छ नि त होइन। त्यो त्यसो भएको हुनाले त्यो चाहिँ त्यो जीवात्माले पनि यो शरीरलाई के भन्छ त भन्दा यो नै म हुँ भनेर बसिरहेको छ यहाँ सम्झने। हामीले घरलाई मेरो हो म हो भने जस्तै योले पनि त्यही भनिरहेको हुन्छ। त्यस हुनाले उसले पनि माया गर्छ, ममता छ। तर यहाँ छोडेर गइसकेपछि उसलाई मतलब हुँदैन फेरि यो शरीरको। जसरी हामीले घर बेचेर हिँडिसकेपछि हामीले त्यो घरको खासै मतलब गर्दैनौँ नि त
घर रहेछ भने त यसो कहिले कहिले देख्न मन लाग्छ भनेर हेर्छौँ, नभए मतलब गर्दैन। त्यस्तै गरेर त्यो जीवात्माले पनि यो शरीरलाई त्याग गरिसकेपछि मतलब गर्दैन। त्यस्तै त्यही जीवात्मा जस्तै भनेर यहाँ देवताहरू भगवान्हरू आउनुभएको छ। कहिले कहिले कोही पर पाउन हामीले नसोचेको व्यक्ति बनेर पनि आइरहन्छ है। पहिलो नम्बरमा 1 नम्बर कटौरा छ है। यो 1 नम्बरमा हामीले पाउ धुनको लागि भगवान्को पाउ धोइरहेको छौँ भनेर सम्झेर यो जल चढाउँछौँ। दोस्रो नम्बरको अर्घ हो यो जल। हामी नुहाउन जान्छौँ नि, नुहाउन जाँदा पहिला के गर्छौँ, पानी खन्याउँछौँ है। त्यसपछि फेरि हामी के गर्छौँ, अनि साबुन सेम्पूहरू केही लगाउँछौँ, अनि फेरि पानीले पखाल्छौँ। यहाँ पनि त्यस्तै छ। स्नानीय जल पहिला नुहाउनको लागि दिन्छ। यो पञ्चामृत भनेको हामीले साबुन सेम्पू लाए जस्तै भगवान्ले पञ्चामृतले स्नान गराइन्छ। त्यसपछि शुद्ध जलले स्नान गराइन्छ। यो गराइसकेपछि अनि बल्ल भगवान्लाई जौ तिल चन्दन अक्षता फुलहरू लगाएर भगवान्लाई टक्क सिँगार्ने, अनि फुल माला दुबो बेलपत्र तुलसी पत्र आदिहरू दिन्छौँ। धूपदीप नैवेद्य गर्छौँ। यसरी चाहिँ हामीले पूजालाई पूर्ण गर्छौँ। देव हेडनन्देवा सचकर्माभयमा अग्निर्मा तस्मादेन सो विश्वान्मुञ्च तगुङ्गसः यदि दिवा यदि नक्तमेनागो सचकर्माभयमा वायुर्मा तस्मादेन सो विश्वान्मुञ्च तगुङ्गसः। तिल राखिदिनु त्यहाँ। तिलो शिशो मदैव त्यो गो सबो देव निर्मित व्यक्तमद्वे सदया पृथ्वी लोकान् प्रणयन स्वाहा। जौ राखिदिनु। जब सिंहो हस्मान्ते कोत्रयारा लोकाः सर्वलोकमयि खान दुबो राखिदिनु। काण्डात् प्ररोहन्ति परुखः परुखस्परि एवानो ध्रुवे पर्धनु सहस्रेण सतेन च। अक्षता छ त्यहाँ, अक्षता राखिदिनु। शत अक्षता अक्षण्डमिन्द्रित त्वं च धारयमां देवी पवित्रं गुरुकाशनम् अपवित्रः पवित्रो वा स्रवावस्थगतो वा यः स्मरति हरेकाक्षं प्रवाहरति। मलाई लाइटर ल्याउनु भएको छ त्यहाँ सबैलाई। उता बाँड्दै जान्छ उता कहाँ दिनुहुन्छ हजुरलाई? ल अब त्यो पनि भन्नु होला। यहाँ मैले भनेको सङ्कल्प सुन्नु पऱ्यो हजुर। मैले भन्न भनेका कुराहरू बिल्कुल सुनाएका कुरा। ओम विष्णु हो भन्नु। अद्यः श्रीमद्भगवतो महापुरुषस्य विंशतितमे सत्यतीर्थद्वापरान्ते कलौ कलियुगस्य प्रथमचरणे जम्बूद्वीपे भूर्लोके भारतवर्षे भरतखण्डे आर्यावर्तैक देशान्तर्गत हिमवत् दक्षिणपार्श्वे बागमती नद्याः पश्चिमदिग्भागे नारायण विजयः चौमार्गे सिद्धिविनायक क्षेत्रे अस्माकं गृहप्राङ्गणे सप्ताह यज्ञमण्डपे इह स्थले पुण्यभूमौ षष्ठी संवत्सराणां मध्ये सिद्धार्थी नाम संवत्सरे श्री सूर्य दक्षिणाये मिथुन राशि तिथे देवगुरौ मीन राशि तिथे चन्द्रमसि अन्येषु भौमादि ग्रहेषु यथा यथा राशि कौरिण्य गोत्र कौरिण्य वासिष्ठ मैत्रावरुण पुत्रः युवराज यज्ञेश्वरी दिल्ली राम कलाधर हम सपत्नी शारदा नाम्नी देवी हजुरको कलाधर शारदा नाम देव्या सहित अहम तथा च षडानन्द सडकानन्द दरिचा ओजस्वी होइन यति नै हो नि सबैको नाम भयो। कामनायाः तथा च अस्माकं कुलपूर्वजातानां पितॄणां प्रेत गायत्री माताः पूजन रुद्राभिषेक सहित साम्ब सदाशिव पूजन नव सप्तशती पाठ पारायण सहित देव्यार्चन तथा कथा श्रवण श्रीमद्भगवद्गीता पाठ पारायण विष्णु सहस्रनामादिक पाठ पारायण श्रीलक्ष्मीनारायण शान्त सभा गणादि पूजन 10 दीपाल पंचलोकपाल ध्वजा पताका निर्माण कर्मणः च परिपूर्णता सिद्ध्यर्थं च। गणपतये नमः। श्री सूर्याय नमः। ओम ऐं ह्रीं क्लीं चामुण्डाय विच्चे। ओम नमः शिवाय। गायत्री इत्यादिभिः मन्त्रः तथा च ग्रहजनित दोषनिवृत्तये यद्यत् ग्रहारिक मन्त्रादि जप। ओम आधार शक्तये नमः। कुर्माय नमो नमः। यथामृतपत्तरे गन्धाक्षत पुष्पाणि समर्पयामि। समर्पयामि। थोरै त्यो अघि भैमा पुजारीको ठाउँमा
सकलात्मने वनिमण्डलाय नमः अग्निदेवलाई सम्झनु द्वादश सकलात्मने सूर्यमण्डलाय नमः सूर्यदेवलाई सम्झनु षोडश सकलात्मने चन्द्रमण्डलाय नमः उभिन सक्नुहुन्छ हजुर होइन यो प्राणमे प्रपयत चक्षुर्मे प्रपयत श्रोत्रमे प्रपयत आत्मानमे प्रपयत वर्जामे प्रपयत पक्षुमे प्रपयत गणामे प्रपयत गणामे मामित्रे खण्ड हजुर विषय गर्नुहुन्छ ल अब त्यो पुस्तक लिएर सङ्कल्प गरेको है हजुर करणार्थं च करिष्यमाण कर्मणाधिकार प्राप्त्यर्थं सन्निवृत्तिपूर्वकः सद्यः इह पाञ्चभौतिकस्य देहशुद्ध्यर्थं च इमां गां गो प्रत्यवायम्नि भूतनिष्क्रियद्रव्यं वयं सम्पर्दमहे तत्सत्तममल त्यो पुष्कर टुक्रा लिनुभएको छ नि त्यहीँ छोडिदिनु अघि जति लिनुभएको छ त्यसको 10% दान प्रतिष्ठा भनेको होइन द्रव्य दान दान प्रतिष्ठा साङ्गता सिद्ध्यर्थं एउटा गुरु त्यहाँ अलिकति धजा र एउटा त्यो पानी नरिवल ल्याउनु न ल यसमा यो जलहरू राख्नु जौचुन त नसेर फुल लाभा राखेर जान्छु मैले लाभा त राखेँ पितृहरू सबैलाई सम्झेर अब हामीले चाहिँ यहाँ सप्ताह ज्ञान महायज्ञ गर्न लागिरहेका छौँ यो यज्ञमा यो अलिकति लामो यज्ञ छ 7-8 दिनको यो यज्ञमा कुनै विघ्न बाधाहरू केही नहुन् हामीमा सबैमा कसैमा पनि मनमुटावहरू नहोस् सबै आनन्दसित बस्न पाइयोस् सबैलाई मङ्गलमय सबैलाई खुसियाली होस् यहाँ हजुरहरूको आशीर्वाद प्राप्त होस् र हजुरहरू सबै यहाँ आउनुहोस् हामीले यहाँ यो यज्ञमा केही कमी कमजोरी भए पनि त्यसलाई चाहिँ क्षमा गरेर हामीले धूप दीप नैवेद्य जे दिन सक्छौँ त्यो ग्रहण गर्नु होला हजुरहरूले भन्नु पऱ्यो हजुरहरूले है त्यहाँ अनुरोध गर्दै त्यहाँ उसमाथि नै राख्नु त्यहाँ अहिले जुन सबै माथि नै राख्नु जलहरू सबै राख्नुभयो त्यहाँ राख्नुभयो त्यसलाई त्यहाँ एउटा दक्षिणा राख्नु दबदासो अपरिता स उदगितः देवानो जथा सदमिद्ब्रेदे आसन्न प्रायुवो रसितारो दिवे दिवे देवानां भद्रा सुमतिरे भयान् देवान आयुः प्रतिरन्तो जीवासे तान् पूर्वयानि विदा भूमहे भयं भग मित्रमदितेन्दकमश्रीधाम अर्जमाणां वरुणागं सोममस्विना सरस्वती नः सुभगामय सकारात् तानो बातो मायो भुवातो भे भजन् तन्नमाता पृथिवी तत्पिता उतजो तद्ग्रावाणः सोमसुतो मायो भुवस्तदश्विना श्रेणायुरदबधाः स्वस्ताये स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति
तेनस्तार्चो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु बृहदस्वा मरुतः कृष्णीमातरः शुभं ज्यावानो विदते भुजगमयः अग्निर्जुहा मानवः सूरचक्षुषो विश्वेनो देवा अवसागमन्यः देवा भद्रां पश्येमाक्षविरजत्राः हीरैरङ्गैस्तत्त्वः गङ्गशास्त्रम् लिप्यसे माहे देवहितां जगायोः योः शान्तिरन्तरिक्षगं शान्तिः पृथिवी शान्तिरापः ॐ उमामहेश्वराभ्यां नमः ॐ सचीपुरन्दराभ्यां नमः ॐ वाणीहिरण्यगर्भाभ्यां नमः ॐ मातापितृचरणकमलेभ्यो नमः श्रीगुरुचरणकमलेभ्यो नमः जापलिनेर फला पुष्पया पुष्पिणी सुपारी यहाँ छन् के ल यसरी अम्मा अक्षता राखिदिनु त्यो चामल कलश भित्र त्यसो उठाउनु थियो कपडा सुस्त उठाउनु माथि अनि भित्र राखिदिनु हो त्यसरी हजुर यसमा पनि हाल्ने छवस्रे तपनाथ तस्मा सुतरणं चित्रमा उपायामरि त्यसो प्रखते जन बृहस्पतयत्वा आपको पाँच छ दिन अम्बे अम्बिके मालिके नमानते कश्चन ओखिः सर्वे समुद्र सप्तस्तीर्थानि जलदानदा आयन्तु मम यज्ञेश दुरित क्षयकारक लभ्य कलशमाथि चढाइदिनु फुलहरू ओम अमृतीकृत्य ओम हुम मनु कवचेन अंगुष्ठाभ्यां वक्ष्यमुद्रायाम् आच्छाद्य ओम बम 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 फुलेन अष्टवारं अभिवाचनः। अब गणपति भगवानको दुबो लिएर ध्यान गरौँ। अगाडि एउटा टपरी राखौँ। तसाङ्ग सवाहन सपरिवार श्रीमन् महागणाधिपतये नमः। आवाहनान्ते दुर्वाङ्कुरान् समर्पयामि। दुबो त्यही चढाइदिनु त्यसमाथि। पुण्य फलधमत शान्ति प्रयत्नमे दक्षिणां च समर्पयामि। ओम भालचन्द्राय नमः। शिर हपुद्यामी शिर फेरि भगवानलाई सिन्दुर चढाइदिनु। त्यहाँ रातो टिका त्यहाँको सिन्दुरम शोभनम रक्तम सौभाग्यम सुखवर्धनम शुभदम कामदम चैव सिन्दुरम प्रतिगृहताम। ओम भूर्भुवः सिन्धुर्व प्राक्तनो सुगणा गणाध्यक्ष रक्ष त्रैलोक्य रक्षकः भक्ता नाम भयंकर्ता त्राता भव। भगवान यो फल समर्पण गर्नाले हाम्रा सम्पूर्ण उचित मनोकामनाहरू पूर्ण हुँदै जाउन्। ओम गम गणपतये नमः। ल पनि गणेशजीको फुल माथि राखिदिन्छु। हाय नमः। ओम मातृभ्यो नमः। ओम लोकमातृभ्यो नमः। ओम धृत्यै नमः। ओम पुष्ट्यै नमः। ओम तुष्ट्यै नमः। ओम आत्मनकुलदेवतायै नमः। ओम श्रियै नमः। ओम लक्ष्म्यै नमः। ओम धृत्यै ओम वासिष्ठै नमः। ओम वासुदेवाय नमः। ओम भार्गव्यै नमः। ओम जयाय नमः। ओम विजयाय नमः। ओम द्वारमातृभ्यो नमः। ओम ब्राह्मे नमः। ओम माहेश्वर्यै नमः। ओम कौमार्यै नमः। ओम वैष्णव्यै नमः। ओम वाराह्यै नमः। ओम इंद्रायण्यै नमः।
ओम चामुण्डायै नमः अब अर्को भन्छ तल्लो लाइन यहीँ तल तल्लो साइडमा हरि ओममा बसो पवित्र सबैलाई चढाइदिनु है सबैलाई थोरै थोरै हल्का थोरै थोरै अब हात धुनु है आफूले लगाएको हात धुनु अब हजुरले सबैले लगाइदिनु धेरैले हात धुनु नगराउनु तर सबैले हजुरले लगाइदिँदै दश मोदकम समर्पये मैले नमङ भन्दै गर्दा ऐको टप्परीमा त्यहाँ राखिदिँदै जानु है त हजुरहरूले ओम पार्वती पुत्राय नमः ओम मोदक प्रियाय नमः भूर्भुवः स्वः श्रीमन्महागणाधिपतये नमो नमः पूजा सामग्री तयारी गरेर ल्याउनु है त्यो थालीमा शङ्ख घण्ट ल्याउनु पर्यो खै शङ्ख घण्ट अझै आएन है श्री कुलदेवताभ्यो नमः आवाहनम् आसनं पाद्यम् अर्घ्यम् आचमनीयं स्नानीयं पञ्चामृतं पूर्व उच्चारित सङ्कल्पानुसारेण सप्ताह ज्ञान महायज्ञ कर्मणि परिपूर्णता सिद्ध्यर्थं नाना गोत्रेभ्यो श्रमेभ्य ब्राह्मणेभ्यः आचार्य जापक पाठक होत्री गणपति व्यासाचार्यत्वेन च वा वाचकत्वेन च वा एवीर भन्नुहोस् त एवीर वस्त्र यज्ञोपवीत पुङ्गीफल फल द्रव्यादिभिः युष्मान् वयं वृणीमहे यी सामग्रीहरूद्वारा हजुरहरूलाई हामीले नियुक्ति गर्छौँ भनेको है त ओम वृतास्म हजुरहरूले यथा विहितं कार्यं कुरुत यथा ज्ञानेन कर्मम विधान अनुसारको कार्य गरिदिनु होला है भनेको है विधि अनुसारको गरिदिनु होला भनेको हामीले जाने अनुसारको गर्नेछौँ भनेको है त पुण्यः वाचनं च वाचयिष्ये पुण्यवाचन पनि भनिदिनु होला भनेको है त वाच्यतां ल भाइ गुरुलाई लाउने हजुर हजुर चाहिँ यहाँ व्यासको रूपमा भएर हामीलाई विशाल कमी भइरहेको छ हजुरहरू उपस्थित हुनुभयो भने हामी अगाडि कार्यको लागि अगाडि बढ्नेछौँ नमो नमो गुरुके देवी स्वरूपे सबो नमो गणिताय कृष्णाय गोविन्दाय नमो ब्राह्मणाय च जगद्धिताय कृष्णाय गोविन्दाय नमो नमः आकाशात् पतितं तोयं यथा गच्छति सागरं सर्वदेव नमस्कारं केशवं करति गच्छति अब यता हेर्नु होला ओम नारदर्शय नमः शिरसि प्रियति छन्दसे नमः मुखे श्रीकृष्ण परमात्मा देवताय नमः हृदि ब्रह्म बीजाय नमः
उही देव्रेहरूले भक्ति शक्तये नमः पादयो ज्ञान वैराग्य कीलकाय नमः नाभौ ओम कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे वरमौक्तिकं करतले वेणुकरे कङ्कणम् सृजन्तमनुपेतमपेतकृत्यं द्वैपायनो विरहकातर आजुहाव पुत्रेति तन्मयतया सर्वो विनेदोस्तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि यस्वानुभावमखिला स्मृतिसारमेकामध्यात्मदीपमतिते तीर्थतां कमन्दं ब्रह्महृदाय आदिकवये मुह्यन्ति यत्सूरयः तेजो वारिमृदां यथा विनिमयो यत्र त्रिसर्गो सत्यं परं धर्मः प्रोदितकैतवोऽत्र परमो निर्मत्सराणां सतां नित्यं वास्तवमत्र वस्तु शिवदं तापत्रयोन्मूलनं विदो विदो विश्वत्वं सौम्यतत्सर्वं तत्तदनुग्रहात् प्रयोस्निग्धस्य शिष्यस्य गुरवो गुह्यमर्पिता तत्रतन्त्रसायुषं भवत यत्निश्चितं पुंसामादरेति श्रीमद्भागवत महापुराणको ओम नमो भगवते वासुदेवाय तं सर्वभूतहृदया मुनिमानतोऽस्मि यस्वानुभावमख्यावतादिवस्य तत्त्वजिज्ञासानार्थो यस्तेह कर्मभिः वदन्ति तत्त्वविदस्तत्त्वं यद्गणमद्वयं ब्रह्मेति परमात्मेति भगवानिति शब्दते तत्सत्यधानामुनयो ज्ञान वैराग्ययुक्तया पश्यन्त्यात्मनितात्मानं भक्त्या श्रुतविहितया अतः पुंवेद्विजश्रेष्ठा व्रणाश्रमविभागशः स्वानुष्ठितस्य धर्मस्य संस्थितिः कथारतिं शुश्रूषुप्रधानस्य वासुदेव कथारुचिः सन्महत्शिवया विप्रा पुण्यतीर्थनिषेवणा शृण्वतां स्वकथां कृष्ण पुण्यश्रवणकीर्तनाः विद्यन्तस्तु ह्यभद्राणि विजुनोति सुहृदशतां ननेन विजिमिता यथाया विवहितो ब्रह्मेर्दारुष्विकसयोनिषु नानैव भाति विश्वप्नभूतेषु तथा पुमनसु भगवतो ह्यधिया रूपस्य स्थितान्मनः माया गुणैर्विरचितां महदादिविरात्मनि यथा नमसिन्मेमो घोरेणुर्वा पार्थिवो निलेवं द्रष्टति दृश्यन्तमारोपित ममुद्भिः अतः परं यदभ्यभिः कृष्णे स्वधा मोपगते धर्मज्ञानादिविषः समितामुनिः तस्य पुत्र महायोगी समुद्र निर्विकल्पकः एकान्तमतिरुन्निद्रो मूढो गूढो मूढैवेयते दृष्ट्वा नादर्शे मुनिना सह संवादसमभूतात् यत्र सा सरस्वती श्रुतिः स्वबोधो हनमात्रं हि गृहेषु गृहनिधिनमवक्ष्यति हे महाभागस्थितकूर्वंशशास्त्रमभिमन्युसुतं सुतप्राहुर्भागवतोत्तमं तस्य जन्म महाश्चर्यकर्माणि स गृहीता इतिहासपुराणं तमविदौच्यते तत्र वेदा ततः पैलासमागो दैमिनी कविः वैशम्पायनैर्वेदे विष्णो यदुषामुत अथर्वाङ्गिरसा मासीर् सुमन्तुर्धारणो मुनिः इतिहासपुराणानां पितामहो महर्षणाय तद्विषयो वीरं स्वस्तं दर्शन्नेकदा श्रीसे प्रसीदितस्य वेदा श्रीशाकिनो भवन्त एव वेदा दुर्मेधैर्धार्यन्ते पुरुषे यथा एवं सकारः महाभाग भवतगच्छिदात्मनः परिदुष्यन्ति शारीरा आत्मा मानस एव वा जिज्ञासितं सुसम्पन्नमपि किमदाद्भुतं कृतवान् तस्यात्मानाम् अतितार्थमिव प्रभो व्यासवादास्तेव सर्वमिदं तयोक्तं तथापि नात्यमर्दुष्यते नितं मूलमव्यक्तम् अगाधबोधं पृच्छामहि त्वात्मभूतं सः कतधानस्य बालस्य दान्तस्यानुतरस्य च ज्ञानं गृह्यतमं यत् साक्षात् भगवतोदितम् अन्वभूचेभूतं गमिष्यन्त कृपयदिनं खेटकर्वटवाटिश्च वनान्युपवनानि च चित्रधातुविचित्राद्रि निभ भग्न भुजद्रुमान् जलाशया शिवजः एवं कृष्णप्रति ब्रह्मण्य सत्तस्य मलात्मना काला प्रादुरभूत्काले तडे सौदामणि यथा आत्मस्त्राणं द्विजात्मदः अथोपपृश्य सलिलं सन्दस्य ददेक्षणः मैनं पार्थहति तात्रो मनोमधुमिवं दहीसो सा योषा वानगसः सुप्ता नवधीन्नि शिवालकान् मत्ता प्रमत्तमनुमत्तं सुप्तं बालं स्वयं जडं प्रपन्नमिरथं भीतं न रिपुं हन्ति धर्मविश्वप्राणान् दुहा ततो स विप्रियं वीरा कृतवान् कुलपां सनः एवं परिचिता धर्मपाठकृष्णसोदिता नैष सन्तु सुगुरुसुतं नमः हरये नमः श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति देवुलो श्रीमद्भागवत महास्वयमास मुनिवीर मातबंधु सुतार्पितं भूतेषु कालस्य गतिं दर्शयन् प्रतिक्रियां साधयित्वा जातशस्त्रो
सम्राज्यं कितवैरितां घातयित्वा ततो राज्ञा कतस्पर्शतायुषः यादयित्वा स्मवेदैस्तं श्रीभिरुत्तमकल्पकेतावस्या पावनं दिक्षुसतमन्योरिवातनोत् आमन्त्र्य पण्डपुत्रां च शनैर्योधवत् संहिता द्वैपायनादिभिर्विप्रे पूजिते प्रतिपूजितः गन्तुं कृतमते ब्रह्मण्द्वारकां रथमास्थिताः उपलेभिधिवावन्तीमुत्तरां भयविह्वलामुत्तरोवाच पाहि पाहि महायोगिं देवदेव जगदपति नान्यां तदभयं पश्ये यत्र मृत्यु परस्परमभेदविधिमामि सत्ताय सोऽभिभो कामं दहतु मां नाथ मामे गर्भो निपात्यतां श्रुतवाच उपधार्य वचस्तस्य भगवान् भक्तवत्सलः पाण्डवमभिदं कर्तुं द्रोणीरस्त्रमवद्धितः तर्हि श्रेष्ठ पाण्डव पञ्चसायकनात्मनोऽभिमुखादित्तानलक्ष्यास्त्राण्यपादरुः व्यासनं विशतत्तेषामनन्य विषयात्मनां सुदर्शनेन शस्त्रेण स्वनं रक्षन्त्यदाभिर्भुवन्तस्तत्र भूतानामात्मयोगेश्वरो स्वमाय विनोद्गर्भमैराट्यं भृतन्मतिः अध्याप्याश्रम ब्रह्मशिरः समूहं सा प्रतिक्रियां वैष्णवं दिदासाध्या नादवो व्यदया क्लेशादैव भूतत्महेतवः जातसत्र भववान् गन्तुनं राज्ञिकर्हितेर् उषित्वा हस्तिनपुरे मासन् कतिपयान् हरिः श्रीचाब्दपिशोकाय स्वस्तुष्ट प्रियकाम्यया मन्त्र्या साभ्यनुगत्यः परिस्वाद्य विभद्यतमारुरोहं रतं केचिर् परिस्वक् विभाजितः सुभद्रा द्रौपदी कुन्ती विराट तनया तथा गान्धारीश्वराटश्च युषूर्गौतमो ययो भृगोदरस धूम्यश्च स्त्रियो मत्स्यकृतादयः न से हिरे विद्विहन्तु विद्रहं सगधन्वनः तत्सङ्गान्मुक्तमं सङ्गो हातुं नु सहसे विदुः कृत्यमानं यशो यस्य सकृदा कर्ण्यरूतसिंहनाः ह्यधर्मचक्रं गमनाय पर्यधा स्वराटो प्रगिली विनिगमात्मनपुरुषं भवन्यतनपात्रे शिरवासनिदाहरोदन्तान् मुक्तभोजनः दर्शनात्मरूपं यो या धारयद्विषः तत्रैकावयवयं ध्यायेत् दत्युच्छिन्नेन चेतसा मनो निर्विषयं दीप्त्वा तथा किञ्चन्न स्मरेत् पदं तत्रमं विष्णुर्मनो यत्र प्रसीदति राजस्तभ्योपनासितं विमूढं मन आत्मनः यस्य धारणया धीरो हन्ति या तत्कृतं मलां यस्यां सन्धर्यमाणायां योगिनो भक्तिलक्षणः आसु सम्पद्यते माया दुरन्तसर्गो यदपाङ्गमोक्षाग्निरोत्तरोष्टो धरैर्बलोभो धर्मोत्थनो धर्म पथोस पृष्ठां ततस्तमेढं वृषणोस गतिर्वया कर्मगुणप्रवाहो तस्य क्लेशान् विद्रम्बुहाराणवास्तस्तु सन्ध्यं कुर्वय्य भूम्नाभ्यास्तमाहुर्हिलयं मनस्तेज्यापासदा श्रोणिदेशे वयं तद्व्याकरणं विचित्रमो मनुर्मुनिषा मनसो निवास गन्धर्वविद्याधरचारणाप्सरः स्वरस्मृतिर्गर्भपितानयोगः यानसापीश्वरविग्रहस्य सन्निवेश पतितो मया ते सन्धार्यतेऽस्मिन् बहुसंविष्टे मनोसदान्यातोऽस्ति किञ्चित् एषा सर्वधीत्यूर्णविदित सर्वमात्मा यथा स्वप्नविरुचिकेस्ति त्वं सत्यनः सत्सत्यमानन्दनिदं वदेत नान्यत्र सञ्जीव्यत आत्मपातः वैदे श्रीमद्भागवते महापुराणे पारायणादेहि वैया सखीश भगवान् वासुदेव परायणः मृगाय गुणोदारा स्वयं सदुसमागरे मुरारे नारायण वासुदेव अनन्त वैकुण्ठमुक्ता यज्ञे सकर्दमगृहेति जदेव हुत्यं श्रीः समं न विविरात् मगतिं समात्रे रुचेयात्मसमलं गुणसङ्गपङ्ग यस्मिन् बुधूय कपिलस्य गतिं प्रमेदे अत्रे रपत्यमभिकाङ्क्षत आह तुष्टो दत्तो मयाहमिति यद्भगवान् सदत्तः यत्पादपङ्कजपरागपवित्रदेहायुगर्भिमापुरभयं यदुहै भवाद्या तप्तं तपोविदलोकविशिक्षयामि अदोस्तना स्वतपसा चतुस्तनो भूत प्राकल्प सप्लवनिविष्ट विहातदत्तं सम्यक् जगादमुनयो यदसाक्षतात्मन् धर्मस्य तस्य दुहितर्यधनिष्ठमूर्त्या नारायणो नरैति सतपः प्रभावः दृष्ट्वात्मनो भगवतो नियमावलोपं देव्या स्वनिङ्गपोपितना घटितुं न स्वीकुर् कामं दहन्ति विदिनो ननुदूरदृष्ट्या दोषं दहन्तमुततेन तहस्य सह्यं सोऽहं यदन्तमरणं प्रविशं विवेति कामं कथं न पुनरस्य मनस्त्रयेता विद्धं सपत्न्युदितपात्रिभिरन्तिराज्ञो बालोऽपि सन्नुपगतस्तपसेवनानि तस्माददा ध्रुवगतिं रेगते प्रसन्नो दिव्यास्तुवन्ति मुनयो यादवार्यतावसेध्वयाध्वेनुपात्रगतं द्विजवस्त्रवज्रं विदुष्टपौरुषभगं नियतेव नस्तं तत्रार्थितो जगति पुत्रपदं तमेभे दुग्धावसोनिव भूधा वसुधा सकलानीन नाभेरसा वृषभ आस सुदेवी देशोनो येर्वे तदार समद्रे राधे माधव गोविंद राधे माधव गोपाल राधे माधव जय राधे कृष्ण गोपाल राधे माधव जय राधे कृष्ण गोविंद गोपाल राधे माधव जय राधे कृष्ण गोविंद गोपाल राधे माधव जय राधे कृष्ण गोविंद गोपाल राधे माधव जय राधे
कृष्ण गोविंद गोपाल राधे माधव जय राधे कृष्ण गोविंद गोपाल जय राधे कृष्ण गोविंद गोपाल राधे माधव जय राधे कृष्ण गोविंद गोपाल राधे माधव जय राधे कृष्ण गोविंद गोपाल राधे माधव गोविंद गोपाल राधे माधव जय राधे कृष्ण गोविंद गोपाल राधे माधव जय राधे कृष्ण गोविंद गोपाल राधे माधव। हजुरहरूले अमृतमाया वाणीहरू श्रवण गर्नको लागि आफैको आसनहरूमा ग्रहण गर्न सक्नुहुनेछ र जसलाई सम्भव हुँदैन उहाँहरू कुर्सीमा बसेर हरि स्वस्ति श्री गणेशाय नमः श्री सरस्वती नमः श्री गुरुचरणकमलेभ्यो नमः ध्येयं सदा परिभवगनमभीष्टदोहम् तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यम् हृत्यः पुरुषते चरणारविन्दम् वंशी विभूषितकरान् नवनीरदाभात् पीताम्बरदरुणबिम्ब फलाधरोष्ठात् पूर्णेन्दुसुन्दरमुखा दरविन्दनेत्रा कृष्णात् परं किमपि तत्त्वमहं न जाने। सच्चिदानन्दरूपाय विश्वतपत्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः। सर्वचैतन्यरूपां ताम् आद्यं विद्यां च धीमहि बुद्धिं यानः प्रचोदयात्। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। वक्रतुण्डमहाकाय सूर्यकोटिसमप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। सच्चिदानंद भगवान को जय हो, सद्गुरुदेव भगवान को जय, भागवत भगवान को जय जय हो। परम मङ्गलमूर्ति परात्पर जगदीश यज्ञलाई सफलीभूत बनाउनको लागि अहोरात्र खटिरहनुभएका आदरणीय गुरु शास्त्री विशाल नेउपाने गुरुज्यू
अनुकरणीय व्यक्तित्व हुनुहुन्छ, जुन मेरो पनि सम्माननीय व्यक्तित्व हुनुहुन्छ, आदरणीय गुरु राम थापाज्यू। उहाँलाई सबैले सम्मानको लागि जोरदार ताली बजाएर सम्मान गरिदिनु होला। त्यसै गरी परम वन्दनीय आदरणीय गुरुदेव देवकी नन्दन शरण बोकेर आफ्नो मुखबाट बाँसको ढुङ्ग्रोमा प्रसारण गर्दै कृष्ण जस्तै बोलेर हामीलाई आनन्द दिनको लागि यहाँ उपस्थित हुनुभएको आदरणीय विष्णु शरण गुरुदेव उपस्थित हुनुहुन्छ। उहाँको लागि पनि जोरदार ताली बजाएर सम्मान गरिदिनु होला। त्यसै गरी वृन्दावनमा रहेर अधिक वर्ष भगवान कृष्णको आराधना, भगवती राधा रानीको आराधना गर्दै आफ्नो जीवनलाई व्यतीत गर्दै सङ्गीतमय भक्तिमय जीवनलाई व्यतीत गर्दै आजको दिनमा हामीलाई आनन्द दिनको लागि यहाँ उपस्थित हुनुभएको परमादरणीय गुरुदेव श्याम शरण गुरुजी हुनुहुन्छ, जसले हामीलाई ढोलक बजाएर साथ दिइरहनु भएको छ। श्याम शरण गुरुजीको लागि पनि एकचोटि सबैले जोरदार ताली बजाएर सम्मान गर्दै परिवार जसले यो बृहत कार्यक्रमको आयोजना गर्नुभयो। बागलुङ जिल्लाको दमेक अत्यन्तै पर्फेक्ट ठाउँ, त्यसको पनि कुनै एउटा गाउँ, त्यो गाउँको पनि एउटा छेउघरे नाम गरेको खलक यसमा उत्पन्न भएर त्यो सारा खलकलाई उत्तीर्ण पार्नको लागि गत पितृहरू आउँदा सन्ततिहरूलाई पनि मुक्ति दिलाउनको लागि यो बृहत आयोजना गर्नुभएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञका कर्ताहरू, जसमा छोरी ज्वाइँ नाति नातिनाहरू सबै यत्र तत्र छरेर रहनुभएको आदरणीय साइलो दाजु गङ्गा सापकोटा बेल्जियममा रहनुभएको थियो। यो यज्ञलाई सफल पार्नको लागि, आफ्नो मनमा उब्जिएको सङ्कल्पलाई सफलीभूत पार्नको लागि यहाँ आएर आज यो यज्ञले आजको दिनसम्म यति विस्तार पाएको छ। मनको सङ्कल्पले नै आँटेको काम आधा पुरा भइसक्छ। किनभने हाम्रो कुनै पनि गत पितृहरू रहेछन् भने, अगति परेका गति नपाएका त्यस्ता पितृहरू रहेछन् भने पनि ती पितृहरूले उत्तम गति प्राप्त गरून्। किनभने सन्तान जन्म दिनु बाबा आमाको धर्म हो, जन्म दिने बाबा आमाको सेवा गर्नु छोरा छोरीको सन्तानको धर्म हो। जिउँदो छँदा सेवा गर्ने, मरेपछि दिवंगत हुनुभएका आफ्ना पितृहरूको स्मरण गर्दै तर्पण पिण्ड अनि अन्य कर्महरू गरेर पितृहरूको लागि सेवा आराधना गर्नु सन्ततिको धर्म हो। त्यो धर्मलाई मूल मर्म ठानेर आफ्नो हृदयलाई स्वच्छ राख्दै यो बृहत सङ्कल्प गर्नुभयो, जसले एकचोटि कर्ता परिवारको लागि पनि जोरदार तालीले सम्मान गर्नु। जीवनलाई धन्य धन्य बनाउनको लागि केवल एउटा मात्रै उपाय छ, भगवानको नाम संकीर्तन र भगवानका गुणानुवाद। अरू सत्य त्रेता द्वापर युगमा धेरै व्रत तपस्या ध्यान अनुष्ठान गरेर मात्रै भगवत प्राप्त गरिन्थ्यो भने आफ्ना गोडालाई आफ्ना पाउलाई कष्ट दिँदै यस स्थानसम्म पाल्नुभएका सम्पूर्ण श्रद्धालु भक्तजनहरू, मातृशक्तिहरू, पितृशक्तिहरू र विशिष्ट व्यक्तित्वजनहरू हुनुहुन्छ, टाढा टाढाबाट पाल्नुभएको छ। दाजुभाइ दिदीबहिनी र साना साना बालगोपाल रूपी बाबु नानीहरू सबै भित्र रहनुभएका भगवान अन्तर्यामी भगवान राधा सर्वेश्वर श्रीकृष्णचन्द्र भगवानमा पनि मेरो यो व्यासासनबाट कोटि कोटि प्रणाम गर्न चाहन्छु। सबैलाई सेवा गरेर राखेका देवी देवताहरूलाई हामीले अब कथा सुनाउँदैछौँ। हामी भित्र बस्नुभएका देवतालाई कथा सुनाउँदैछौँ र हामीले पनि कथा सुन्दैछौँ। केवल हाम्रो मुक्तिको लागि मात्र होइन, हाम्रा पितृको मुक्तिको लागि मात्र होइन, हाम्रो सुखको लागि मात्र होइन, हामी पछि आउने पिँढीको लागि पनि, उनीहरूको सुख शान्ति समृद्धिको लागि पनि हामी यो कथा खान सक्नुहुन्छ सक्नुहुन्न? सकिन्छ। किनकि हामी जन्मेदेखि खानको लागि धेरै तत्पर गरिरहेका छौँ, धेरै परिश्रम गरेका छौँ। हात त चिम्म गरे पनि मुखमा जान्छ नै। आफ्नो लागि हामी यो
यज्ञ गरिरहेका छैनौँ, आफ्नो लागि मात्रै यहाँ सेवा गरिरहेका छैनौँ, कथा सुनिरहेका छैनौँ, दिवंगत पितृहरूको लागि, भगवानको लागि र आउने पिँढी सन्ततिहरूको लागि पनि यो श्रवण गरिरहेका छौँ। तसर्थ एउटी आमाले बच्चालाई भोजन खुवाउनको लागि आँखा चिम्म गर्नुभयो भने त्यो आमाले खुवाउँदै गरेको त हात बच्चाको मुखमा पर्छ भन्ने यकिन हुँदैन। बच्चालाई खुवाउनको लागि त आँखा हेर्नुपर्छ बच्चाको मुख कहाँ छ, बच्चाले मुख खोलेको छ कि छैन। तसर्थ आज हामीले यो कथा एक्लै पान गर्दैछौँ नि, खाँदै छैनौँ, हामीले सबैलाई पनि खुवाउँदैछौँ। यो सानेर अत्यन्तै तत्पर रहेर एकाग्र मन गरेर हामी कथा श्रवण गर्नको लागि, आफ्नो मन वाणी पवित्र गर्नको लागि आउनुहोस्। भगवान नाम संकीर्तनमा आनन्दले गाउँ। बोलो भक्तवत्सल भगवानको जय हो। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव। हे नाथ नारायण वासुदेव, 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 हे नाथ नारायण वासुदेव। सभी गाँव हाथ मध्य करेगा। श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव, हे नाथ वासुदेव, हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे कर्पूर गौरम करुणावतारम, कर्पूर गौरम करुणावतारम, कर्पूर गौरम करुणावतारम, कर्पूर गौरम करुणावतारम। संसार सारम भुजगेन्द्रहारम, संसार सारम भुजगेन्द्रहारम, संसार सारम भुजगेन्द्रहारम, संसार सारम भुजगेन्द्रहारम। सदा वसन्तं हृदयानि सहितं नमामि, भवं भवानी सहितं नमामि, भवं भवानी सहितं नमामि, भवं भवानी
राधे 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 जय राधे 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 जय राधे 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 जय राधे 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 जय राधे राधे सबैले हात बढाएर राधे राधे आनन्द राधे 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 जय जय कृष्ण 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 जय जय राधे कृष्ण जय कृष्ण 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 जय कृष्ण 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 जय कृष्ण 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 जय जय राधे 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 जय राधे 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 जय जय राधे 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 जय जय राधे 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 जय जय राधे 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 जय जय राधे 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 जय जय राधे 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 जय जय 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 लिनु पर्दछ बल्ल मात्र उसले कक्षा उत्तीर्ण गर्दछ यति अङ्क ल्याएर पास गर्नुपर्छ हरेक व्यक्तिको सङ्कल्प हुनुपर्छ त्यस्तै त्यो सङ्कल्पभित्र पनि अर्को प्रतिसङ्कल्प लुकेर रहेको हुन्छ शास्त्रले व्याख्या गर्छ भलै हामी यो सप्ताह यज्ञ हामीले सङ्कल्प गरेका हौँ हामीले गर्छौँ भनेर हजुर हामीले भनेको भए पनि त्यो सङ्कल्प रह्यो त्यसभित्रको अर्को सङ्कल्पमा हाम्रा पितृहरूको पनि सङ्कल्प मिसियो आज यो कार्यक्रमले प्रथम दिवसको दिवाकालीन सत्रमा खुट्टा टेकेको छ हजुर हामी आनन्दित बनिरहेका छौँ जति बेला सङ्कल्प गरिन्छ त्यति बेला नै गर्नुपर्ने सम्पूर्ण कर्मको आधा कर्म 50% कर्म सकिसक्छ फेरि भन्नुहोला सङ्कल्प गरेर मात्रै आधा काम सकिने भए अरू सङ्घर्ष किन गर्नु अरू परिश्रम किन गर्नु म खेत रोप्छु भनेर बर्खाको समयमा सङ्कल्प गरेर घरै बिस्तारामा सुत्दैमा आधा खेत रोपिने भए किन सङ्कल्प गर्नु भनेर भन्नुभयो तर त्यसो होइन सङ्कल्पभित्र हामीले गर्नुपर्ने भावी समयमा गर्नुपर्ने कर्म हुन्छ उहाँले उहाँको र मेरो मन मिल्छ भन्ने मान्छेहरू हुनुहुन्छ पक्कै पनि तर जति भने पनि मनभित्रका सबै भावना बुझिदिने यो संसारमा व्यक्ति कोही पनि छैन न त श्रीमतीका श्रीमान न प्रेमिका प्रेमिका न आमाका छोरा न छोराका आमा यो संसारमा सबै 100% भावना भन्न पाउँछ यो अर्थमा भनेको हो कि सङ्कल्पले नै के हुन्छ आधा कार्य सिद्धि भइसक्छ हामीले पनि सप्ताह गर्ने भनेर सङ्कल्प जुन दिनमा गरेका थियौँ त्यही दिनमै हाम्रो आधा काम सकिएको यज्ञ गर्नको लागि धेरै तारतम्य पनि मिलायौँ धेरै व्रतको विधिमा रह्यौँ अनुष्ठानको विधिमा रहन खोज्यौँ गुरुहरूलाई निमन्त्रणा गऱ्यौँ गुरुहरूलाई बोलायौँ गुरुहरूको आग्रहद्वारा आज्ञाद्वारा हामीले तिनै ब्रह्मचर्यको नियम नित्य कर्मका नियमलाई पालना गर्दै गर्दै आज प्रथम दिवसमा हामीले टेकिरहेका छौँ हिँडिरहेका छौँ अब यो यज्ञ गर्नको लागि धेरै कुरै ख्याल गर्नुपर्छ हाम्रो आचार्य गुरुले धेरै दिन अगाडिदेखि यहाँ विधि र निर्देशका कुराहरू गरिरहनु भएको छ ब्रह्मचर्य व्रतमा रहनु नखाने चिज नखानु नबोल्ने कुरा नबोल्नु नजाने ठाउँमा नजानु
नसुत्ने ठाउँमा नसुत्नु, भलै कि खाटमा पनि नसुत्नु, भैमा पृथ्वीमा सुत्नु केही ओछ्याएर। यो ब्रह्मचर्यको नियम, नित्य कर्म, बिहान उठ्ने बित्तिकै नुहाउनेदेखि लिएर शुद्ध वस्त्र धारण गर्नेदेखि लिएर गुरुद्वारा दीक्षित मन्त्र गायत्री मन्त्रहरू जप गर्ने कुराहरूदेखि लिएर यज्ञ मण्डपमा आवाहन गरेका स्थापना गरेका देवी देवताका कर्मकाण्डका विधिहरू के कसरी गर्ने, ती कर्मकाण्डका विधिहरू गर्दै शुद्ध अशुद्धिको ख्याल गर्दै यो कुरा खाने कुरा हो, यो कुरा नखाने कुरा हो भन्ने कुरा ज्ञान गर्दै हामीले यो यज्ञलाई थालनी गरिरहेका छौँ। हजुरहरूले धेरै ख्याल गर्नु होला। मण्डपमा देवी देवतालाई आवाहन गऱ्यौँ, राख्यौँ, पूजा गऱ्यौँ, तसर्थ पो हिजो हामीलाई पूजा गर्दा 9 साढे 9 रात पर्यो। हिजो धेरै लामो विधि भयो। सोच्नु भएको थियो होला कर्ताहरूले पक्कै पनि, अरे पूजा हो 1 घन्टामा सकिन्छ, अहिले सत्यनारायण पूजा गुरु आउने, नम गर्दा गर्दै 1 घन्टामा सत्यनारायणको पूजा सकिने, यो पनि त्यस्तै होला। पक्कै पनि अवगत भयो हजुरहरूलाई, यो सत्यनारायणको सामान्य पूजा जस्तो होइन, यो विशिष्ट पूजा हो। यहाँ देवताको मात्र पूजा भएको छैन, यहाँ सम्पूर्ण देवी देवता, कुल देवता, कुल पितृहरूको पनि पूजा भइरहेको छ। हजुरका अवसर दिँदै कहिले जुठो परिहाल्छ गर्छु भन्दा भन्दा, कहिले सुतक परिहाल्छ, कहिले विदेशतिर भएका दाजुभाइहरूको विषय लाग्दैन आउने, नेपाल आउने, यावत कुराहरू जुटिरहेको हुँदैन जो कोहीलाई सप्ताह लगाउन। तसर्थ बिहानको समयमा तिनै आवाहित देवताहरूलाई पूजा गऱ्यौँ। पूजा गरिसके पछाडि यही श्रीमद् भागवत महापुराणको पाठ श्रवण गऱ्यौँ। सप्ताह किन लगाउने यो प्रश्नमाथि सप्ताह किन गर्ने प्रश्न आउँछ। हजुरहरूलाई पक्कै पनि प्रश्न आइरहेको छ, यो 7 दिनसम्म किन सप्ताह? भक्ति महारानी हुनुहुन्थ्यो। भक्ति महारानीका 2वटा बच्चा, एउटा ज्ञान एउटा वैराग्य। संक्षिप्त भन्दैछु, आमा त बुढी हुन पर्यो, छोराछोरी कलिला हुन पर्यो, तर त्यहाँ उल्टो भयो, आमा कलिली हुनुभयो, छोराहरू बुढाबुढा भयो। भक्ति महारानी आफ्नो छोराहरूको बुढौलीपन देखेर रोइरहनु भएको थियो। त्यतिकैमा नारदजी पुग्नुभयो। अरे हजुरको हो म भक्ति महारानी। अनि यी 2वटा बाबाहरू को हुन् त? अरे बाबाहरू होइन नि, मेरा छोराहरू। छोराहरू त आफ्नो उमेरभन्दा सानो हुन्छ। अरे तपाईँभन्दा यिनी त बुढा छन्, जर्जर भइरहेका छन्, लडिरहेका छन्। यिनी लडिरहेका, यी बुढा देखिएका यी कुनै पनि बुढा व्यक्ति होइनन्, यी मेरा कलिला बच्चा हुन्। तर आज यिनीहरू बुढा भइरहेका छन्, जर्जर भइरहेका छन्। हे नारद मुनि, केही कृपा छ भने गरिदिनुहोस्, यी बुढा भएका मेरा छोराहरूलाई आफ्नै उमेरमा फर्काइदिनुहोस्। नारदजीले गीता पढ्नुभयो, वेद पाठ गर्नुभयो, यावत कीर्तनहरू गर्नुभयो, भगवानका मन्त्रहरू जप गर्नुभयो। घरिघरि जुरुक्क उठे जस्तो त गर्छन्, फेरि डङ्गरङ्ग लडिहाल्छन्। नारदजी अजित पर्नुभयो। त्यसपछि अब हे भक्ति महारानी मैले सक्दिनँ है भनेर त्यो ठाउँ छोडेर जानुभयो। जाँदै गर्दा सनत कुमार, सनक, सनन्दन, सनातन, सनत कुमार गरेका 4वटा कुमारहरूलाई भेट्नुभयो। रुँदै जानुभएको थियो। सनत कुमारले सोध्नुभयो, अरे नारदजी तपाईँ हाँस्दै भगवानको नाम संकीर्तन गर्दै डुल्ने व्यक्ति आज किन रुँदै, किन चिन्तित देखिनु भएको छ? आज मैले जीवनमा हरेक कर्महरू सफल गरिरहेको थिएँ, तर आज एउटा कर्म सफल गर्न सकिनँ। के? भक्ति महारानी 2वटा साना बच्चा आज बुढा भइरहेका छन्।
तिनीहरूलाई फेरि आफ्नो उमेरमा फर्काउनको लागि मैले यत्न गरेँ, आफूले जप्ने मन्त्रहरू पनि त्यहाँ प्रक्षेपण गरेँ, मैले प्रयोग गरेँ, तर मैले तिनीहरूलाई के गर्न सकिनँ? बालक बनाउन सकिनँ। आफू यदि ज्ञानी छ भने नपढेको व्यक्तिलाई हेला गर्ने, आफू यदि सम्पत्तिवान छ भने सम्पत्ति नभएका व्यक्तिहरूलाई वास्ता नगर्ने, अहङ्कार भन्छ त्यसलाई, अहङ्कार गरी गरी मत्सरता गरी गरी जसले जीवन बितायो, जसले हिंसा मात्रै गर्यो, प्राणीलाई मार्यो, मारेको खायो, अथवा व्यक्तिहरूलाई बोलीले मार्यो। मार्नको लागि हँसियाले मात्रै सुधार्नु पर्दैन, बाणीले पनि सुधार्छ। कुनै बाणी यस्ता हुन्छन् हँसियाले भन्दा धेरै छिटो काटिदिन्छ हृदयलाई। हँसियाले त शरीरलाई काट्छ, बाणीले हृदयलाई काटिदिन्छ। जसले अर्कालाई नराम्रो बाणी बोली बोली अर्कालाई दुःख दिई चाहिँ हिंसा गर्यो, त्यस्ता व्यक्तिहरू पनि सप्ताह यज्ञेन कलौ पुनन्दिते। यदि त्यस्ता व्यक्तिहरूले पनि यदि श्रद्धा भक्ति तन मन धन र वचन लगाएर सप्ताह गर्दछन् भने तिनीहरूलाई पनि भगवानले आफ्नो बनाउनुहुन्छ। कलौ भनेको कलियुगमा, अरू युगमा होइन। फेरि कलियुगमा यति छुट छ। भनेपछि सोध्नु होला, फेरि जीवनभरि कर्म गरौँ, जे पनि गरौँ, अन्तिममा गएर सप्ताह गरौँला, भगवानको प्यारो बनिँदो रहेछ के भयो त? यति सजिलै पनि नसोच्नु होला। फेरि व्यक्तिले कर्म यति बेलासम्म नजानेर गर्छ, त्यति बेलासम्म आफूभित्र ज्ञान, अर्काको उपदेश, गुरुको शरण नपाएको हुनसक्छ है। गुरुको शरण नपायो भने व्यक्तिले जे पनि गर्न थाल्छ। उपदेश दिने व्यक्ति घरमा यदि अग्रज व्यक्तिहरू, समाजमा अग्रज व्यक्तिहरू, राष्ट्रमा अग्रज व्यक्तिहरू कतिले पाएन भने, आफूलाई सम्झाइ बुझाइ गर्ने व्यक्तिहरू पाएन भने उसले जे पनि गर्न सक्छ। अर्को कुरा हो उसको आत्मज्ञान। यदि कसैले सम्झाउने व्यक्ति पनि भएनन्, घरमा बाबा आमा पनि त्यस्तो ज्ञानी भएनन्, गुरु पनि भेट्टाएन भने पनि यदि अन्तर हृदयलाई केलाएर एकलव्य जस्तो बनेर जसलाई देखो त्यसलाई मनले गुरु प्रतिष्ठापित गरेर जसले आत्मज्ञान भएर आफू ज्ञानी बन्न खोज्यो, त्यसलाई न त कुनै गुरु चाहिन्छ, न त कुनै मठ मन्दिर धाउनुपर्छ। ऊ एकै ठाउँमा बसेर पनि ऊ ज्ञानी ज्ञानी र सर्वसम्मानित पनि बन्न सक्छ। त्यस्तो आत्मज्ञानी पनि बन्न नजान्नेहरू के हुन्छन् त भने नराम्रा कर्म गरिरहेका हुन्छन्। त्यस्ता यदि नराम्रा कर्म गरेका छन् भने तिनीहरूले के गरून्? सप्ताह गरून्, आफ्नो विगतमा गरेका पापहरू सबै पखालुन्। तसर्थ यदि हामीले जानेर नजानेर गरेका पापहरू रहेछन् भने पनि, यदि हामीले गर्दै गरेका कर्मले हाम्रा पूजित कुल देवता, इष्ट देवता, पितृहरू पनि यदि हामीबाट रुष्ट भएका रहेछन् भने अब हामीलाई क्षमा गरिदिनु। हामी क्षमा याचना गरी वरिष्ठं सर्वशास्त्राणं तरीभूत भवारणवा। भासते सच्चिदानन्दम, जसले सतचित आनन्द रूपी प्रकाश छर्न सक्दछ। यो विश्व ब्रह्माण्डकै प्रकाशित वस्तु हो जुन, जसको गति अलौकिक छ। कुनै पनि व्यक्ति काठमाडौँ जानको लागि यात्रा तय गर्यो भने उसको गति केवल यहाँदेखि काठमाडौँसम्मको मात्रै हुन्छ। हाम्रो पनि एउटा गन्तव्य रहेको छ, एउटा मृत्यु। हामी जति पनि जीवनमा हिँडेका छौँ, दौडेका छौँ, चलेका छौँ, एउटै मात्र गन्तव्य पाउनको लागि। कहाँ? मृत्युसम्मको गन्तव्य पाउनको लागि। यति कुरा बुझ्नु होला हजुरहरूले। तर एउटा मात्र यस्तो तत्त्व छ जसको कुनै पनि गन्तव्यको टुङ्गो छैन। अलौकिक गन्तव्य छ, अलौकिक बाटाहरू छन्, अलौकिक गतिहरू छन्। ऊ कसरी हिँड्छ, कसरी डुल्छ, हामीलाई कसैलाई पनि ज्ञान छैन। वरिष्ठ हुन्छ, सबैभन्दा वरिष्ठ छ, सबैभन्दा उत्तम छ, सर्वमान्य छ, सर्वपूज्य छ। कसका लागि? सबै शास्त्रहरूका लागि। सबै शास्त्रहरूमा पनि सर्वमान्य छ। त्यस्तो शास्त्र हो कुन त भन्दा भागवत, जसले के गर्छ? तरीभूत भवारणवाद। भव भनेको संसार, अर्णव भनेको समुद्र। संसार रूपी समुद्रबाट आफू नौका बनेर
हामी रूपी भक्तलाई त्यही नौकामाथि राखेर पार तारिदिन्छ, त्यही हो भागवत। हामी नारायणी नदी तर्नको लागि अहिले पुल छ, यदि पुल भएन भने के गर्छौँ? नौकाको आवश्यकता पर्छ पर्दैन? डुङ्गा बिना हामी जसरी नारायणी नदी पार तर्न सक्दैनौँ, त्यसै गरी यो भवरूपी सागर यो संसार सागरबाट पनि हामी भागवतको नौका बिना पार तर्न सक्दैनौँ। बोलो भागवत भगवानको। भावनेको भावना हो गभनेको गति, बलि वर्णन तले तारण शङ्कै छैन रति। भावनेको भावना हो गभनेको गति, बलि वर्णन तले तारण शङ्कै छैन रति। भावनेको भावना हो गभनेको गति, बलि वर्णन तले तारण गति, बलि वर्णन तले तारण शङ्कै छैन रति। भावनेको भावना हो गभनेको गति, बलि वर्णन तले तारण शङ्कै छैन रति। बलि वर्णन तले तारण शङ्कै छैन रति। भावनेको भावना हो गभनेको गति, बलि वर्णन तले तारण शङ्कै छैन रति। अरे बलि वर्णन तले तारण शङ्कै छैन रति। अरे बलि वर्णन तले तारण शङ्कै छैन रति। भागवत भगवानको जय हो। आज हुँदाहुँदै आज मैले पनि हजुरहरूलाई सुनाउन प्रयास गरिरहेको छु। यही हो श्रीमद् भागवत, जुन हामीले रचना गरेका होइनौँ, ब्रह्माजीले रचना गरेको होइन। मृत्यु निश्चित छ। हामी मर्ने 7 दिनभित्र हो। मर्ने हाम्रो निश्चित छ, मृत्यु निश्चित छ, किनभने यो मर्त्यलोक हो। जहाँ मृत्यु निश्चित छ त्यो लोकको नाम हो मर्त्यलोक। हाम्रो जन्म निर्णय सहेतवे श्रीमद् भागवतम शास्त्रम कलौकीरेण भासितम। काल ब्याल मुख ग्रास। काल रूपी ब्याल भनेको सर्प। हामीलाई त एउटा काल रूपी सर्पले डसिरहेको छ। हामी भ्यागुता हौँ। हामीलाई कुनै सर्पले डसिरहेको छ, खाँदैछ, आफ्नो मुखमा हाल्दैछ, तर हामी भ्यागुता के गर्दैछौँ? कतै अझै झिँगाहरू कुनै किराहरू पाइन्छ कि भनेर आफ्नो मुख उघारिरहेका छौँ खानको लागि, तर हामी कालको मुखमा प्रवेश गरिरहेका छौँ, केवल निलिन बाँकी छौँ। काल ब्याल मुख ग्रास। त्यही काल रूपी सर्प रूपी कालको हामी बसमा बसेर त्यही काल रूपी सर्पद्वारा हामी डराइरहेका छौँ, त्रसित भइरहेका छौँ। ओहो, मर्न नपरे हुन्थ्यो, मर्न नपरे हुन्थ्यो। मर्न कसैलाई इच्छा छ? ज्वरो आउँदाखेरि हस्पिटल जाने किन? कतै छिटो मर्छु कि भनेर हो कि होइन? अलिअलि छाला चाउरी पऱ्यो ब्युटी पार्लर जाने किन? जाने बुढेसकाल लाग्छ भनेर हो कि होइन? पक्कै पनि हो। तसर्थ हामीलाई बुढेसकाल पनि मन पर्दैन, मृत्यु पनि मन पर्दैन, तर हामीलाई जुन कुरा मन पर्दैन त्यो अवश्यम्भावी हुनेछ। जुन कुरा मन पर्दैन त्यो कुरा हुने नै छ। संसारमा हेर्नु, पृथ्वीमा जहाँ पनि हजुरले देख्नुहुन्छ देश विदेशमा यो ठाउँमा गाडी रोक्न मनाही गरिएको छ। भागवतको ज्ञान पाए पार तरिन्छ रे, पक्कै मरिन्छ, पक्कै मरिन्छ। भागवतको ज्ञान पाए पार तरिन्छ, पक्कै मरिन्छ, पक्कै मरिन्छ। भागवतको ज्ञान पाए पार तरिन्छ।
पक्कै मरिन्छ भागवतको ज्ञान पाए पार तरिन्छ पक्कै मरिन्छ पक्कै मरिन्छ भागवतको ज्ञान पाए पार तरिन्छ पक्कै मरिन्छ भागवतको ज्ञान पाए पार तरिन्छ पक्कै मरिन्छ पक्कै मरिन्छ भागवतको ज्ञान पाए पार तरिन्छ हरि भागवतको ज्ञान पाए पार तरिन्छ हरि भागवतको ज्ञान पाए पार तरिन्छ भागवत भगवानको जय। हजुर हामीलाई बसिरहने पलेटी मासेर एउटै लक्ष्य छ मुक्तिदानै नगर जति मैले मुक्तिदान गर्छु भने गर्जना गरिरहेको हुन्छ भागवतले। यदि व्यक्तिले मुक्ति चाहेको छ भने मैले त्यो मुक्ति पद प्राप्त गराउँदछु भागवतले यही भनिरहेको हुन्छ। भागवतको यही वक्तव्य छ। यदि भक्तलाई कुनै पनि व्यक्तिलाई मुक्ति चाहिएको छ भने भागवत श्रवण गर्नु। कसैलाई धन चाहिएको होला लक्ष्मीको आराधना गर्नु, कसैलाई कुनै विघ्न निवारण गर्नको लागि, कसैलाई पुत्र प्राप्तिको लागि चाहिँ गणेशको आराधना गर्नु, हरिवंश पुराण लगाउनु आदि इत्यादि विभिन्न किसिमका अनुष्ठानहरू हुन्छन्। तर यदि मुक्ति चाहिएको छ, मलाई केही पनि चाहिएको छैन, म यो संसार सागरमा आएको छु, यो सागरबाट मैले मुक्ति चाहेको छु भन्ने यदि कसैको त्यस्तो चिन्तन रह्यो भने उसले के गरोस्, भागवत सुनोस्। त्यही भागवतमा आज वेदव्यासले सूत्रात्मक तरिकाले लेखिदिनु भयो। सत्यम परम धीमहि सत्यम सच्चिदानन्द स्वरूपम परम परमेश्वरम धीमहि ध्यायेम। सच्चिदानन्द स्वरूप रहेका त्यस्ता परमेश्वरलाई, सत्य स्वरूप परमेश्वरलाई मैले चिन्तन गर्दछु, मैले ध्यान गर्दछु। हुन् त त्यही सत्य स्वरूप परमात्मा। शिव हुन् होइन, विष्णु हुन् होइन, राम हुन् होइनन्, देवी हुन् होइनन्, गणेश हुन् होइनन्, सत्य वस्तु हो, अरू केही पनि होइन। कस्तो छ ब्रह्माजीलाई पनि जसले वेद पढायो, जसले वेदको हस्तान्तरण गर्यो, त्यस्ता आदि कवि ब्रह्माजीलाई ज्ञान दिनेवाला, अब वेद ज्ञान दिनेवाला हुन्छ, तर वेदको तात्पर्य जो कहिले बुझ्न सक्दैन। वेद भनेको कस्तो छ, परोक्षवाद छ। वेदो अयम परोक्षवादम। परोक्षवादम भनेको शब्द एउटा तर अर्थ अर्कै। शब्द एउटा छ, कर्म एउटा छ, त्यसले दिने अर्थ अर्कै छ। हाम्रा बच्चाले औषधि खान मान्दैनन्, किन? तितो हुन्छ, तितो व्यक्तिलाई मन पर्दैन। अब हाम्रा छोराछोरीलाई औषधि खुवाउनको लागि के गर्ने? छोराछोरीलाई मनपर्ने चकलेटको खोल ल्याउने अनि औषधिलाई त्यही खोलभित्र बेर्ने अनि ए बाबु लौ चकलेट खाऊ भनेर दिने हो भने कति मिठो मानेर खान्छ त्यसले? खान्छ कि खाँदैन? तर त्यो बच्चालाई थाहा छैन यो औषधि हो, उनले चकलेट मानेर खायो। उसले एउटा अर्थ सम्झेर, एउटा शब्द सम्झेर खायो, चकलेट सम्झेर, तर यहाँ अर्थ अर्कै लाग्यो। त्यस्तै चाहिँ वेदले एउटा कुरा भनिरहेको हुन्छ, वेदको तात्पर्य त्यसको अर्थ अर्कै भइरहेको हुन्छ। मारिदिन्छ विषयले पल पल मारिदिन्छ भनियो शास्त्रमा। नविषम विषमित्याहु विषयो र विषमुच्यते जन्मान्तर घना मुह्यन्ति यत सूरयः। सबै देवी देवता अनि विद्वानहरू पनि त्यही वेदको अर्थ नजानेर मोहित भइरहेका हुन्छन्। त्यस्तो वेद जसले ब्रह्माजीलाई हस्तान्तरण गरिदियो। तेजो वारी मृदाम यथा विनिमयो यत्र त्रिसर्गो मृषा। हजुर हामी पिच रोडमा हिँड्दै गर्दा, घाम लागेको बेलामा हिँड्दै गर्दा, मोटरसाइकलमा, कारमा, कुनै साधनमा हिँड्दै गर्दा अलि अगाडिपट्टि त्यो बाटोको बिचमा घाम लागिरहेको छ, तथापि पनि पानी भरिए जस्तो देखिन्छ।
पिच रोडमा अलि अगाडि पानी भरिए जस्तो तलाउ जस्तो देखिन्छ, अरे घाम लागिरहेको छ तर पानी जस्तो देखिरहेको छ। तर अलि अगाडि जाँदा जहाँ पानी जस्तो देखेका थियौँ त्यहाँ पानी हुँदैन। हजुरहरूले अनुभव गर्नुभएको होला। मरुभूमिमा अलि टाढा के देखिन्छ? पानी देखिन्छ। त्यो पानीको खोजी गर्दै जाँदा त्यो पानी हुँदैन, किनभने त्यो मरुभूमि टल्किएर त्यो पानीको तलाउको आकार बनिदिन्छ। यो पिच रोडमा पनि हामीले अनुभव गर्न सक्छौँ। तेज हो बारी मृदाम यथा विनिमयो, तेजमा पनि के को भन्दा जलको आभास हुन्छ, प्रतिभूत हुन्छ। त्यसलाई न छुन सकिन्छ न प्यास मेटिन्छ, न त्यो पानीले भिजाउँछ, केवल देखिने यो संसार हो जस्तै छ तै पनि होइन केही पनि, होइन केही पनि, होइन केही पनि, हो जस्तै छ तै पनि होइन केही पनि, होइन केही पनि, होइन केही पनि, हो जस्तै छ तै पनि होइन केही पनि। वासुदेवाय ओम नमो भगवते वासुदेवाय, वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय। नाचौँ है सबैजना, उठौँ सबैजना, उठौँ अब। वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय, वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, वासुदेवाय वासुदेवाय ओम नमो भगवते वासुदेवाय। हरि ओम नमो भगवते वासुदेवाय, हरि ओम नमो भगवते वासुदेवाय। हरि भागवत सुनेर पार तरने हो, भागवत सुनेर पार तरने हो, जिन्दगीको भर छैन कहिले मर्ने हो, भागवत सुनेर पार तरने हो, जिन्दगीको भर छैन कहिले मर्ने हो, भागवत सुनेर पार तरने हो, जिन्दगीको भर छैन कहिले मर्ने हो। जिन्दगीको भर छैन कहिले मर्ने हो, भागवत सुनेर पार तरने हो, जिन्दगीको भर छैन कहिले मर्ने हो, भागवत सुनेर पार तरने हो, जिन्दगीको भर छैन कहिले मर्ने हो। कहिले मर्ने हो हामी कहिले मर्ने हो, कहिले मर्ने हो हामी कहिले मर्ने हो, वे जिन्दगीको भर छैन कहिले मर्दैन कहिले मर्ने हो। भागवत भगवानको जय हो। कर्ता परिवारको यदि दिव्य नाच देखेर हाम्रो शक्ति प्रसाद बुवाले कति मिठो ताली बजाउनु हो। पशुपति बुवा ज्यादै खुसी।
पार्थिव राजा जुली श्रीरा हरिया को कृष्ण कन्हैया को श्रीरा हरिया को मिली जुली हरि हरि चन्द्रादित्योतधरणी विद्युदग्नि तथैव च तमेव सर्वजयत् तेन निरजयामि। आता फुलेर ध्यान गरौँ हरि। ओम जनेन जगमय तदेवास्तानि ब्रह्माणि प्रथम एहना कं महिमानः शतं तत्र पूर्वे सात्या देवो द्वारवते श्मशाननिलयो नागारिको वाहनौ द्वित्र्यक्षौपविदाक्षयज्ञमथनौ श्रीशैलजा वल्लभो पापाम्याय नित्यं नाम संकीर्तनं यस्य सर्वपापप्रणाशनं प्रणामो दुःखशमनस्तं नमामि हरिं परम्। ओम श्री हरये नमः। मंत्रयुक्त पुष्पांजलि समर्पयामः। ज्ञानसुगन्धपुष्पाणि यथा कालधूमदासनि पशुसनि लोकसन्नवसनि अग्निः प्रजां बहुलां मे करोतन्नां पयोरेतो अस्मासु दत्त। ओम तस्य कृदेवहितां पुरस्तात् प्रमुदरत वशेम शरदः शतं जीवेम शरदः शतगुं पदं समूढमस्य पागुं सुरे स्वाहा। ओम द्यौः शान्तिरन्तरिक्षगं शान्तिः शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः श्रवगुं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि जतो जतः समीहसे ततो नो अभयं कुरु षण्णः कुरु प्रजाभ्यो भयन्नः पशुभ्यः विश्वानि देव सवितर्दुरितानि पराशुभ तन्मा आ ब्रह्मण ब्राह्मणो ब्रह्मवर्चसि जायता महाराष्ट्रे राजन्नः दूर इकव्योतिव्याधि महारथो जायत गोघ्रीधेर्वोढानपानाशु कपिः पुरन्द्रिजोखाजिष्णुरथेशाः सभेयो जुवाशजमानस्य वीरो जायत निकामे निकामेन पापनाशनमापरारते नित्यं तिष्ठति सर्वदा। हाम्रो दिवाकालीन सत्रको कथा प्रवचन
आरती पुष्पाञ्जली सम्पूर्ण कार्यहरू समापन भइसकेको छ। अब सबैले तिलक फुलपातीहरू ग्रहण गर्ने, प्रसादहरू ग्रहण गर्ने गरेर हामी यहाँबाट बिदा हुनेछौँ र हामी सायङ्कालीन सत्रको पूजाको लागि 5:30 बजे उपस्थित हुनेछौँ। भोजन आदिहरू गरेर जलपान प्रसाद आदिहरू गरेर र कर्ताहरू तिलक ग्रहण गर्दै यहाँ आउनुहोला। यहाँ पुस्तक दर्शन गरेर भागवतको दर्शन गर्दै फल प्रसाद फुलहरू लिएर जानुहोला। यहाँ माथि आउनुहोला सबैजना कर्ताहरूबाट प्रसाद ग्रहण गरेर हजुरहरू जानुहोला। फल प्रसादहरू खान मिल्छ। सबै कर्ताजनहरूले फल प्रसाद खाएर हुन्छ। उपवास बस्नेले साँझ परेपछि मात्रै हामी खान्छौँ, अरू उपवास बस्नेले नखाने हो। फल प्रसाद चाहिँ सबैले खान हुन्छ है। पदम महांतं गोविंद योगेन्द्र मथास्य शिष्यं श्री शंकराचार्य मथास्य पद्मं पादं च हस्तामलकं च शिष्यं तं त्रोटकं वार्तिककारमन्यनस्मत गुरुं सन्ततमानतोऽस्मि श्रुतिस्मृतिपुराणानाम् आलयं करुणालयं नमामि भगवत्पादं शङ्करं लोकशङ्करं शङ्करं शङ्कराचार्यं केशवं बादरायणं सूत्रस्य कृतौ वन्दे भगवन्तौ पुनः पुनः ईश्वरो गुरुरात्मेति मूर्तिभेदविभागिने व्योमवद्व्याप्तदेहाय दक्षिणामूर्तये नमः। पञ्चपात्र आत्मनिहरू अगाडि राख्नु है।
पञ्चपात्रको त भयो यहाँ त गाग्री छ यता पानी छ पृथ्वी त्वया देवता लोका देवितं विष्णुना देवता ओम ल सबैजनाले भन्नु त ओम केशवाय नमः स्वाहा सन्तोष हजुर तिमी चाहिँ आउनु आउनु कि हामीलाई आउनु आउनु जानु न कता भन्नु त ज्यादै अलिकति भ्याएको गरौँ न यो हात यस्तो तिनवटा औँला यस्तो गर्ने तिनवटा औँलालाई यसो भित्र तिनवटा औँला यस्तो यस्तो हुन्छ नि यस्तो गर्ने चौरा औँलातिर चौरा औँलो बुढी औँलातिर बुढी औँला के भन्छ पूर्व मुद्रा भन्छ पूर्व मुद्रा भनेको छोरा यसरी यसरी भित्र राख्ने एउटा हातले अर्को हातले दाहिने हातले देब्रे हातले तिनवटा औँलाले मात्रै चौरा औँलाले बुढी औँठालाई चौरा औँला शिरमा नलगाउने है कसैले पहिला लगाएर पछि हात लगाउने होइन यो लगाउने नै होइन यो जल आचमन गर्ने मात्रै हो यहाँ ओम केशवाय नमः स्वाहा ओम नारायणाय नमः स्वाहा ओम माताजीको विवाहमा सुनेको नमस्कार